छ एनएसएल को फाइनल र अन्तिम म्याच हो र ललितपुर सिटी एफसी भर्सेस पोखरा थन्डर्सको म्याच। र पोखराको कुरा गर्नुपर्छ भने पोखरा सिजन पहिले स्टार्टिङ गेमदेखि नै स्ट्रगल गर्दै गर्दै आएको हो र ललितपुर सिटीलाई चाहिँ खासै त्यति स्ट्रगल गर्नु परेन, इजी नै गेम जितेर आएको थियो र 10 खेलाडीमा सीमित पनि जितेको थियो र ललितपुर सिटी डिफेन्डिङ च्याम्पियन हो र पोखरा पहिलोचोटि फाइनल पुगेको एनएसएलमा पहिलोचोटि फाइनल पुग्यो भने र सिजन 3 को एनएसएल सिजन 3 को लास्ट म्याच हो। गेम हेरेर इन्जोय गर्नु होला र अब कसलाई सपोर्ट गर्नुहुन्छ, पोखरालाई सपोर्ट गर्ने पोखरालाई गर्नु होला, ललितपुरलाई गर्ने ललितपुरलाई गर्नु होला। मेरो प्रेडिक्सन चाहिँ के छ भने ललितपुर सिटी 2 पोखरा 1, किनभने यो गेम टप हुनेवाला छ र तपाईहरुको प्रेडिक्सन के छ यसो कमेन्टमा कमेन्ट गर्नु होला र हैन कति गोल होला जस्तो लाग्छ हजुरहरुलाई हैन प्रेडिक्सन गर्नु होला। मेरो प्रेडिक्सन चाहिँ 2-1 हुन्छ, किनभने टप हुन्छ गेम ललितपुर सिटी 2 पोखरा 1 हुन्छ। मेरो प्रेडिक्सन चाहिँ त्यो छ। हजुरहरुको प्रेडिक्सन के छ यसो कमेन्टमा कमेन्ट गर्नु होला।